धेरै लामो समयपछि हामी भिडियो बनाउन गइरहेका छौँ। साथीहरू सबैलाई नमस्ते। तपाईहरुलाई हाम्रो एसडीआर इन्जिनियरिङ सर्भिस युट्युब च्यानल मार्फत चाहिँ तपाई अहिले प्रत्यक्ष हेरिराख्नु भएको छ भने हाम्रो फेसबुक पेज चाहिँ सब इन्जिनियर नेपाल भन्ने चाहिँ छ। सब इन्जिनियर नेपाल भन्ने यही फेसबुक आइडी हो। अनि यही पेज मार्फत चाहिँ तपाईहरु चाहिँ प्रत्यक्ष जोडिन सक्नुहुन्छ हामीसँग। आज चाहिँ म तपाईहरुलाई चाहिँ हाम्रो मङ्सिर सुरु भइसकेको छ लगभग आज। त्यही भएर तपाईहरु चाहिँ मङ्सिरमा अब कतिपय धेरै ठाउँको विज्ञापनहरु आउने सम्भावना छ लोकसेवाको। अनि आफ्नो वार्षिक कार्यतालिका अनुसार मङ्सिर पुस माघ अब लगत्तै चाहिँ धमाधम विज्ञापनहरु आउने भएको हुनाले त्यही अनुसार चाहिँ तपाईहरुले चाहिँ विज्ञापन कसरी हेर्ने, पाठ्यक्रम कसरी हेर्ने र लोकसेवा सम्बन्धी अन्य जानकारीहरु कहाँबाट लिने भन्ने बारेमा डिटेल भिडियो बनाउन गइरहेको छु। अन्तिम समय हेरेर ध्यान दिनु होला। म चाहिँ तपाईहरुलाई चाहिँ सुरुमा भन्न चाहन्छु हाम्रो फेसबुक पेजमा गएर चाहिँ तपाईहरु चाहिँ लोकसेवाको चाहिँ उहरु चाहिँ कहिले खुल्छ भनेर चाहिँ यहाँ देख्न सक्नुहुन्छ। वार्षिक कार्यतालिका चाहिँ हामीले यहाँ राखिदिएका छौं। संघीय लोकसेवाको कोशी प्रदेशको, मध्य प्रदेशको, बागमती प्रदेशको, गण्डकी प्रदेशको, लुम्बिनी प्रदेशको, कर्णाली प्रदेशको र सुदूरपश्चिम प्रदेशको गरेर यसै गरेर राखिदिएका छौं। र यो बाहेक तपाईहरुले अन्य पनि विकल्प छ। तपाईले चाहिँ अन्य त्यसको लागि डिटेलको लागि चाहिँ कहाँ जान सक्नुहुन्छ भने चाहिँ अब तपाईले कुन प्रदेशको अथवा कुन लोकसेवा आयोगको चाहिँ तपाईले चाहिँ सम्बन्धी जानकारी लिन चाहनुहुन्छ त्यही सम्बन्धी चाहिँ त्यसको लागि चाहिँ त्यसको वेबसाइट खोल्नु पर्छ। हामी चाहिँ अहिले चाहिँ तपाईले चाहिँ संघीय लोकसेवाको चाहिँ जानकारी लिन चाहनुहुन्छ, त्यहाँको पाठ्यक्रमहरु डाउनलोड गर्न चाहनुहुन्छ, यहाँ सूचनाहरु के कस्तो छ हेर्न चाहनुहुन्छ भनेर चाहिँ लोकसेवा पढ्ने विद्यार्थीले चाहिँ त्यो चेक गरिराख्नु जरुरी छ। त्यसको लागि चाहिँ हामी चाहिँ संघीय लोकसेवाको वेबसाइटको नाम हो psc.gov.np। एनपीएस तपाईले सर्च गर्न सक्नुहुन्छ। यो सर्च गर्नुभयो भने चाहिँ यस्तो वेबसाइट खुल्छ। यो वेबसाइट चाहिँ संघीय लोकसेवाको वेबसाइट हो। देख्न सक्नुहुन्छ यहाँ तपाईहरुको भर्खरै अस्ति आएको विज्ञापनहरुको उपस्थित तहको विज्ञापनहरु आएको चाहिँ यहाँ देख्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँ यसमा स्वीकृत नामावली भनेर देख्छ। यो चाहिँ लोकसेवाको स्वीकृत नामावलीहरु, परीक्षा केन्द्रहरु, यता लिखित नतिजा, सिफारिस यता देख्न सक्नुहुन्छ। अनि त्यसको भन्दा सुरुमा हामीलाई चाहिँ यहाँ माथि चाहिँ के चाहियो भने चाहिँ हामीले चाहिँ प्रकाशनहरुमा गयो भने चाहिँ तपाईले चाहिँ यहाँ देख्न सक्नुहुन्छ वार्षिक कार्यतालिकाहरु के छ। वार्षिक कार्यतालिका यसमा चाहिँ अब संघीय लोकसेवा आयोगको वार्षिक कार्यतालिका अनुसार चाहिँ के कहिले खुल्छ भन्ने चाहिँ यसमा थाहा हुन्छ। यहाँ देख्न सक्नुहुन्छ तपाईको यहाँ 2064-65 देखि चाहिँ 2082-83 सम्मको वार्षिक कार्यतालिका यही राखेको छ। हामीलाई चाहिएको चाहिँ लेटेस्ट 2022-83 को वार्षिक कार्यतालिका चाहिएको। त्यसैले चाहिँ हामी यसमा जान्छौं। यसमा गएर एकछिन खुल्न चाहिँ नेटले लोड लिन्छ। नेटले यसरी खुल्यो भने देख्न सक्नुहुन्छ तपाईको अब 2082-83 को चाहिँ कहिले खुल्छ भनेर चाहिँ आर्थिक वर्ष 2082-83 को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका भनेको छ। यहाँ यसमा चाहिँ देख्न सक्नुहुन्छ संघीय निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, संघीय संसद सेवा तथा राष्ट्रिय मानवाधिकार सेवाका पदहरुको चाहिँ लागि चाहिँ यहाँ खोल्या छ। के रे वार्षिक कार्यतालिका बनाएको छ। तिनीहरुको यतिन्जेल खुल्छ भनेर चाहिँ देख्न सक्नुहुन्छ। यहाँ सुरुमा 1 नम्बरमा राजपत्र अनंकित विशिष्ट श्रेणी हुन्छ। यहाँ सचिवहरुको चाहिँ यिनीहरुको चाहिँ बढुवाद्वारा हुन्छ। त्यसपछि यहाँ अरु त्यस्तै गरी राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक र अप्राविधिकहरु तथा अधिकृत प्रथमहरु देख्न सक्नुहुन्छ। राजपत्र पत्राङ्कित तृतीय श्रेणी अनि स्वास्थ्य सेवा 9 र 11 भन्दै सबै छ। देख्न सक्नुहुन्छ सबैको। अनि यहाँ बढुवाको चाहिँ माथि बढुवा लेखेको हुन्छ। अनि पदपूर्तिको किसिममा चाहिँ खुल्ला या आप्रबाट अरु अन्यबाट गर्ने भने चाहिँ त्यहाँ लेखेको हुन्छ। देख्न सक्नुहुन्छ। अनि हामीलाई चाहिँ अहिले टार्गेट भनेको चाहिँ राजपत्र अनंकित द्वितीय श्रेणी भने चाहिँ चौथो तह र राजपत्र अनंकित प्रथम श्रेणी पाँचौं र चौथो तहको हो। देख्न सक्नुहुन्छ पाँचौं तहको चाहिँ पुष माघमा भनेको छ। त्यो प्रतिशत निर्धारित गरेर विज्ञापन खुल्ने चाहिँ पाँचौं तहको चाहिँ कहिले भनेको छ भने चाहिँ माघको अन्तिम बुधबार भनेको छ भने चाहिँ स्वास्थ्यको पनि माघको अन्तिम बुधबार अनि चौथोको चाहिँ फागुन अन्तिम बुधबार भनेको छ। त्यसै गरेर देख्न सक्नुहुन्छ। तपाईहरुले सर हेर्न सक्नुहुन्छ। यहाँ नेपाल आर्मीतिर कहिले खुल्छ, नेपाल प्रहरीतिर कहिले खुल्छ, सशस्त्रतिर कहिले खुल्छ, राष्ट्रिय अनुसन्धान विभागतिर कहिले खुल्छ, सांगठनिक संस्थाहरुको पदपूर्तिहरुको लागि चाहिँ पदहरु चाहिँ कहिले खुल्छ सबै यसैमा देख्न सक्नुहुन्छ। सब यसैमा हुन्छ।
सब यसमै हुन्छ। लास्टसम्म हेर्नुभयो भने चाहिँ यो कर्मचारी सञ्चय कोषमा चाहिँ कहिले खुल्छ, कर्मचारी सञ्चय कोष हेर्न सक्नुहुन्छ। अनि थप सङ्गठन संस्थाहरूमा अन्तर्राष्ट्रिय सम्मेलन विकास केन्द्रहरू, नेपाल नागरिक उडान प्रशिक्षण प्रतिष्ठानमा, दूरसञ्चारमा सबै यो सङ्घीय लोकसेवाकोमा हुन्छ है, तिनीहरूको चाहिँ सङ्घीय लोकसेवाले कहिले खुलाउँछ भनेर। अनि त्यसपछि तपाईँहरूको अर्को हुन्छ अहिले चाहिँ पाठ्यक्रमको लागि चाहिँ पाठ्यक्रम के गर्ने, कहाँबाट पाउने भन्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँले जानुपर्छ, पाठ्यक्रमको लागि चाहिँ यो पदपूर्तिमा जानुपर्छ। पदपूर्तिमा जानुभयो भने चाहिँ वार्षिक कार्यतालिका त्यसमा पनि हुन्छ, पदपूर्तिमा देख्न सक्नु। अनि यो सेकेन्डमा छ पाठ्यक्रम। अब पाठ्यक्रम हेर्नु सर र हेर्नुहोस्। अब तपाईँले यहाँ देख्छ त सर र अब सबै तपाईँलाई सब त खोज्न अब तल जानु चाहिँ अलिक झ्याउ हुन्छ। त्यसको लागि तपाईँलाई चाहिँ सजिलोको लागि यसले चाहिँ के गरिदिएको छ भने चाहिँ कुन तहको चाहियो तपाईँलाई, कुन सेवाको चाहियो, नेपाल स्वास्थ्य सेवाको छ कि नेपाल आर्थिक योजना तथा तथ्याङ्कको चाहियो कि वन सेवाको चाहियो कि शिक्षाको चाहियो कि नेपाल संसदको चाहियो कि मलाई नेपाल इन्जिनियरिङको चाहियो भने ल नेपाल इन्जिनियरिङको गरेँ। त्यसपछि श्रेणी अब तपाईँलाई कुन तहको चाहियो यहाँ देखाएको छ, 11औँ तह, 9औँ तह, राजपत्र अङ्कित द्वितीय तृतीय भन्दै 8औँ 7औँ हुँदै 4थो 10 यो सबैको छ यहाँ। तपाईँलाई कुन चाहियो, मलाई चाहिँ राजपत्र अनाङ्कित प्रथम श्रेणी भन्छ, ल 5औँ तहको चाहियो भने चाहिँ यहाँ सर्च गरेँ। अनि यति हानिसकेपछि अब यहाँ खोज्नुहोस्, क्लिक गर्ने सर खोज्छ तपाईँलाई कुन चाहियो। यहाँ राजपत्र अनाङ्कित प्रथम श्रेणी इन्जिनियरिङको छ, मेकानिकल इन्जिनियरिङ, मेटेरियोलोजी, जियोलोजी हुँदै यहाँ सिभिलको चाहियो भने सिभिलको यहाँ छ। सबैको यसरी सर पारेर तपाईँको जेसको चाहियो त्यसको ल मानौँ। तपाईँलाई कृषि सेवाको चाहियो भने चाहिँ कृषि सेवामा जानुहोस्, नेपाल कृषिमा जानुहोस्। अनि यहाँ कुन तहको चाहियो त्यही अनुसार हाल्नुहोस्। राजपत्र अनाङ्कित प्रथम श्रेणी 5औँ तहको चाहियो, अब त्यही अनुसार खोज्नुहोस्, टक्क पारेर देख्न सक्नुहुन्छ। यसरी खोज्न सक्नुहुन्छ तपाईँले लोकसेवाको पाठ्यक्रम। अनि सङ्घीय लोकसेवाको जस्तै प्रदेश लोकसेवाको पनि तपाईँको त्यही हो। प्रदेश लोकसेवाको लागि पनि जानुहोस्, तपाईँ कुन प्रदेशको चाहियो त्यही अनुसार सर्च गर्नुहोस्। मलाई चाहिँ ल लुम्बिनी प्रदेशको चाहियो भनेपछि चाहिँ म चाहिँ पिपिएससी, सङ्घीयको पिएससी हुन्छ भने प्रदेशको चाहिँ डबल पी हुन्छ है, पिपिएससी, प्रोभिन्सियल पब्लिक सर्भिस कमिसन भन्ने हुन्छ। पिपिएससी डट, अब लुम्बिनीको चाहियो भने लुम्बिनी हान्नु पऱ्यो, .gov.एनपी हाने पनि हुन्छ, सिधै लुम्बिनी मात्रै हाने पनि हुन्छ, लुम्बिनी मात्रै हाने पनि आउँछ। देख्न सक्नुहुन्छ यहाँ सुरुको प्रदेश लोकसेवा आयोग लुम्बिनीको वेबसाइट छ, त्यसमा क्लिक गरेपछि खुल्छ। तपाईँहरूले यसमा चाहिँ अलि सङ्घीयको चाहिँ टक्क परेर एक हिसाबको त्यसको चाहिँ लेआउट हुन्छ थियो भने चाहिँ यसको चाहिँ अलिक फरक छ। त्यो लेआउट पनि तपाईँले देख्न सक्नुहुन्छ। सर र तलतिर जानुभयो भने तलतिर यहाँ देख्न सक्नुहुन्छ प्रकाशनहरू, सूचनाहरू, त्यसपछि यहाँ चाहिँ विज्ञापन कहिले हुन्छ, विज्ञापनहरू अहिले हालसालै भएको विज्ञापनहरू के त्यस्तोहरू देख्न सक्नुहुन्छ। अनि अहिले हालसालै भएको विज्ञापनहरू लेटेस्ट जुन भएको छ त्योहरू चाहिँ स्वीकृत नामावली, यता परीक्षा केन्द्र, अनि लिखित परीक्षा, सिफारिस भएको वार्षिक प्रतिवेदन सबै यसैमा देख्न सक्नुहुन्छ। अनि यसको लागि चाहिँ सर फेरि यहाँ माथि आउनुहोस्, अरू पाठ्यक्रमहरू चाहियो भने यहाँ वार्षिक कार्यतालिकाहरू चाहियो भने माथि आएर यो यता राइट साइडमा देख्न सक्नुहुन्छ, तीनवटा डट गरी आयो तल, यसमा क्लिक गर्नुहोस्। अनि देख्छ हाम्रो पृष्ठ केमा जानुहुन्छ, तपाईँहरू विज्ञापनमा जानुभयो भने टक्कै हेर्न सक्नुहुन्छ। विज्ञापनहरू के भएको छ यहाँ खोज्नुहुन्छ। तपाईँले यहाँ क्याटेगोरी छानेर कुनको चाहियो त्यो क्याटेगोरी छानेर कहिलेको मितिमा चाहिँ गरेको सूचना यो गरेर खोज्न पनि सक्नुहुन्छ, सजिलो थाहा छ भने। अनि छैन भने अनि त्यही तल सर हेर्दै जाने। यसमा चाहिँ तपाईँहरूले पाठ्यक्रम चाहियो भने चाहिँ प्रकाशनहरूमा जाने। प्रकाशनहरूमा जानुभयो भने चाहिँ वार्षिक कार्यतालिका पनि देख्न सक्नुभयो। यहाँ प्रकाशनमा 1 नम्बरमा यहाँ कार्यतालिका हेर्नुहोस्, कार्यतालिकामा क्लिक गर्नुहोस्, सर पारेर वार्षिक कार्यतालिका राखिरहेको छ। हामी चाहिँ साउन 1 गते राखेर चाहिँ एउटा पहिलाको, अनि त्यसलाई चाहिँ संशोधन गरेर चाहिँ हाम्रो अर्को असोज 21 गते राखेको छ। अब हामीलाई लेटेस्ट चाहियो, अब यसमा गएर पुरा पढ्नुहोस्, यहाँ डाउनलोड क्लिक गर्नुहोस् भने चाहिँ एकछिन लोड लिन्छ, सर देख्न सक्नुहुन्छ। यसमा यो कहिले खोल्ने भनेर चाहिँ यसले चाहिँ 81-82 को पदपूर्ति हुन बाँकी हो त्यो माथिको, अनि तल खमा लेखा चाहिँ 82-1-83 को चाहिँ पदपूर्ति अथवा संशोधन कार्यक्रममा अधिकृत स्तर 11औँ तहको
माघ सङ्कलन मङ्सिर 15 गतेसम्म भएर चाहिँ सूचना चाहिँ मङ्सिर महिनाको अन्तिम शुक्रबार गर्ने भनेको छ। अधिकृत स्तर 9औँ तहका अथवा प्राविधिक अपराधिकको 8औँ तहका चाहिँ मङ्सिर महिनाको अन्तिम शुक्रबार त्यो पनि भनेको छ। सबै 7औँ 6औँ हुँदै सहायक स्तर 5औँ तह प्राविधिक अपराधिकको चाहिँ बटुवा खुल्ला अन्तर्तह र समावेशीहरूको चाहिँ पुस महिनाको अन्तिम शुक्रबार गर्ने भनेको छ। अहिले चाहिँ लुम्बिनीले 4थोको चाहिँ माघ महिनाको अन्तिम शुक्रबार। त्यस्तै यहाँ देख्न सक्नुहुन्छ यति सहायक स्तर चाहिँ तेस्रो तह प्राविधिक भनेको छ। यो चाहिँ यसले गर्छ, यसले सङ्कलन हुन्छ। अनि माघ सङ्कलन यतिन्जेल गर्ने, विज्ञापन यतिन्जेल गर्ने, पर्ची सञ्चालन यसले गर्ने, सबै यसैमा हुन्छ कि डिटेल। तपाईँले हेर्न जान्नुपर्छ, कहीँ जानु पर्दैन। आफूलाई त्यहाँ एकपटक त्यहाँ उ गऱ्यो भने जतिखेर पनि खुल्ला हुन्छ कि जतिखेर हेरे पनि भयो। हामी चाहिँ यहाँ ब्याग आइसक्यौँ सरी हाम्रो पाठ्यक्रम हेर्नलाई पनि फेरि त्यहीँ जाने। यसो गएर प्रकाशनहरूमा गएर यहाँ देख्न सक्नुहुन्छ पाठ्यक्रममा जानुभयो भने यहाँ चाहिँ पाठ्यक्रममा अब के को चाहियो क्याटेगोरी हान्ने, कुन क्याटेगोरी, त्यसपछि मिति यो अनि कहिले प्रकाशन भएको थियो त्यो हेरी चाहिँ भयो, ठिक छ। नत्र प्रकाशनमा चाहिँ सर देख्न सक्नुहुन्छ। त्यो गरेर सर्च हान्नुभयो भने के को पाठ्यक्रम चाहियो तपाईँहरूलाई सबै यहीँ दिएको छ। यसै गरी कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, यो लुम्बिनी गऱ्यौँ सुदूरपश्चिमको सबैको त्यही हो। कोशीको छ भने ल कोशी पिपिएससी कोशी हान्नुभयो भने चाहिँ आउँछ तपाईँको। त्यहाँ सर्च गर्दाखेरि चाहिँ केही तपाईँले केही आएन भने पिपिएससी डबल पिएससी हानेर त्यसपछि जुन प्रदेश हो त्यही प्रदेश हानेर सर्च गरेपछि पनि माथि तपाईँले भेटाउन सक्नुहुन्छ। त्यसपछि यसमा पनि जानुहोस्, यहाँ यो 3 डटमा जानुहोस् अनि त्यस पछाडि जानुहोस् यहाँ पाठ्यक्रममा। पाठ्यक्रम चाहिए चाहिँ पाठ्यक्रम जानुहोस्, यहाँ टक्क पारेर कुन तहको चाहियो त्यो अनुसार दिएको छ। अनि पदपूर्तिको चाहियो भने पदपूर्तिको हेर्नुहोस्, विज्ञापन कहिले हुन्छ, वार्षिक कार्यतालिका सबै यसैमा हुन्छ। पदपूर्ति, नामावली स्वीकृति, सिफारिस अनि कहाँ छ प्रकाशनहरू कता छ। पाठ्यक्रम चाहियो भने यहाँ पाठ्यक्रम रहेछ, सिधै त्यही हो पाठ्यक्रम। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले सर त्यहाँ गएर। अनि पदपूर्तिको चाहियो भने प्रकाशनमा गएर जानुहोस्, यहाँ वार्षिक प्रतिवेदन, वार्षिक कार्यतालिका लेखा कहाँ छ खोज्नुपर्छ। पदपूर्तिमा होला वार्षिक कार्यतालिका त, वार्षिक कार्यतालिका पदपूर्तिमा छ त। यो यसरी हेर्न सक्नुहुन्छ। यसरी हेर्न जानु भने 82-83 को चाहिँ यहाँ हालिसकेको छ। कहिले हुन्छ भने चाहिँ जानुभयो भने चाहिँ टक्क पारेर सर हेर्न सक्नुभयो कि त्यस्तै गरेर। यसरी हेर्न सक्नुहुन्छ। ओके गाइस, यस्तै भिडियोको लागि चाहिँ हाम्रो युट्युब च्यानल डिआर इन्जिनियरिङ सर्भिस सब्सक्राइब गर्नु होला। र हाम्रो चाहिँ फेसबुक पेज चाहिँ हाम्रो फेसबुक पेजमा रहेको छ सब इन्जिनियर्स नेपाल भन्ने फेसबुक पेज चाहिँ। यो पेजमा चाहिँ लाइक गरेर चाहिँ लोकसेवा सम्बन्धी अन्य सामग्रीहरू चाहिँ देख्न सक्नुहुन्छ। यहाँ हामीसँग सर लोकसेवा सम्बन्धी अन्य अपडेटहरू हुन्छ प्रत्येक अपडेटहरू हुन्छ, यहीँबाट लिन सक्नुहुन्छ है। ओके गाइस, हस् त धन्यवाद अहिलेसम्म हेरिदिएकोमा। धेरै लामो समयपछि आयौँ आज। अब यसरी गरी कनेक्ट भइराख्नेछौँ। सो ओके, बाई बाई, टेक केयर।